हेलो गाइज वेलकम टु माई च्यानल। आज चाहिँ हामी यो कोरियाको नामी आइल्यान्ड भन्छ त्यहाँ घुम्न जाँदैछौँ। त्यहाँ चाहिँ अलिकति यो विशेष फल सिजनमा सबै पातहरू झरेर राम्रो हुने होइन, विभिन्न कलरको रातो पहेँलो कलर हुने त्यो पातहरू, अनि त्यो हुँदाखेरि चाहिँ एकदम घुम्नलाई त्यहाँनिर मान्छेहरू धेरै जाने गर्छन्। अलिकति त्यहाँ चाहिँ पानी छ अनि त्यो पानीको बिचमा चाहिँ टापु जस्तो छ, त्यहाँभित्र चाहिँ त्यस्तो खेल्ने अनि त्यो राम्रो राम्रो घुम्ने ठाउँ बनाएको छ। अनि त्यहाँ चाहिँ विभिन्न मुभीहरूको सुट पनि त्यहाँ गर्छ। त्यही हामी जाँदैछौँ। लेट्स सी। ल हामी नामी आइल्यान्डमा आइसकेका छौँ। ल यो नामी, यसलाई चाहिँ यो जोसन साम्राज्यको पालामा चाहिँ यो पानीलाई चाहिँ ड्याम बनाएर यो ड्याम बनाइएको थियो। अनि त्यो ड्याम जब बनाउँदाखेरि चाहिँ यो पानी थुनिएर चाहिँ यो आइल्यान्ड जस्तो सानो एउटा यो भित्र यहाँनिर चाहिँ एउटा आइल्यान्ड जस्तो बनेको रहेछ। यो चाहिँ 400 वर्ष अगाडि जुन यो पानीलाई थुनेर बनाएकै आज चाहिँ यस्तो मनमोहक अनि यो पर्यटकीय स्थल भएको छ। अनि विशेष गरेर यो आइल्यान्डभित्र चाहिँ विन्टर सोनाटा अथवा हिउँदको प्रेम भन्ने एउटा मुभी पनि यहीँ चाहिँ छायाङ्कन गरिएर यो अलिक प्रख्यात छ। त्यही भएर पनि अनि यहाँ चाहिँ हिउँदमा चाहिँ धेरै यो पातहरू झरेर अनि के अरे पातको कलर पनि एकदम राम्रो हुने हुँदाखेरि यहाँ मान्छेहरू चाहिँ धेरै घुम्न आउँछ। यो अहिले हामी अलिकति चाँडै आयो, 1 हप्ता पछाडि आएको भए चाहिँ यहाँ झनै रमाइलो हुन्थ्यो। अनि यहाँ सानो एउटा सिप जस्तो चढेर हामी त्यहाँसम्म पुग्छौँ। अब हामी यो भित्र आइसकेको छौँ। यो चाहिँ खासमा 400 वर्ष अगाडि चाहिँ यो नामी भन्ने एकजना जनरल को नामबाट चाहिँ नामी आइल्यान्ड बनाइएको थियो। अनि उसको त्यो हेर्दाखेरि चाहिँ कस्तो भने के थियो भन्दाखेरि उसले चाहिँ अब देशमा चाहिँ पुरुषले नै शासन गर्नुपर्छ भन्ने जस्तो खालको अभिव्यक्ति दिएको थियो। अनि जो चाहिँ एकदम अनि त्यो भन्दाखेरि चाहिँ अनि ऊ एकदम ट्यालेन्टेड प्रभावशाली थियो। अनि उसलाई चाहिँ त्यही भएर चाहिँ मृत्युदण्ड दिएको थियो भनिन्छ। अनि उसैको नाममा चाहिँ यो आइल्यान्डको नाम राखिएको थियो। मान्छे टन्नै छ, ल हेर्नु टन्नै मान्छे छ। अब हाम्रो पालो। अब हामी यही जहाजमा चढ्दैछौँ। जाने पनि कहाँ यार। मान्छेहरू टन्नै यही चढेर हामी आएको हो यहाँबाट। अब हाम्रो ग्रुपहरू आउँदै हुनुहुन्छ। यहाँ चाहिँ एउटा यो मान्छे यो मतलब मुखबाट पानी फ्याँकिरहेको जस्तो। अब लिम्बू चाहिँ कस्तो भइरहेछ त? अनि एकदम गुड। तेस्रो पटक होइन त? तेस्रो पटक। अनि लिम्बू सर हजुर चाहिँ अब फर्स्ट टाइम होला है? हजुर, म चाहिँ आज फर्स्ट स्टुडियोसम्म आएको। तर जति लागिरहेछ होइन, तर यो जति हुनुपर्ने त्यस्तै भएन कि, किनभने पात झर्ने बेलै भएको छैन कि। हजुर, अब 1 हप्ता 2 हप्ता पछाडि चाहिँ दामी हुन्छ। फर
ए हो म भरानीलाई जरुर गर्छु म एक मरा भरा अस्ति कोरियामा बोल्नु भएको नि मलाई त हाँसेर मजा पनि हामी साथ जस्तो गऱ्यो हामी साथ जस्तो प्योर याद छ यहाँ त नि नागिनको उप गरेर त त्यसले पानी देख्छ पात चाहिँ खासमा अब यो सबै पात पहेँलो हुनुपर्ने होइन यो किनभने नामी आइल्यान्डमा आइसके पछाडि चाहिँ अलिकति पात त्यो कलरफुल भएन भने अलिक त्यति रमाइलो चाहिँ मलाई लागिरहेको छैन जस्तो लास्ट टाइममा आएको थियो होइन त्यस्तो चाहिँ भएको छैन तर यो अब नेचुरली राम्रो छ ठाउँ त होइन किन भन्दाखेरि त्यस्तो नराम्रो चाहिँ छैन मैले अघि पनि भने यो चाहिँ खासमा नामी भन्ने एकजना जनरल 400 वर्ष जोसन डाइनास्टीको समयमा चाहिँ त्यो मान्छेले चाहिँ अब अलिकति पुरुषले मात्रै राष्ट्रलाई चाहिँ नेतृत्व गर्यो भने सफल हुन्छ भन्ने खालको कुरा गर्दाखेरि चाहिँ होइन अब ऊ एकदम फेरि ट्यालेन्टेड होइन प्रतिभाशाली अब एकदम प्रभावशाली व्यक्तित्व थियो रहेछ अनि त्यो हुँदाखेरि चाहिँ उसलाई चाहिँ राजाले चाहिँ एउटा होइन के भन्छ त्यसलाई अलिकति त्यो कुरा मन नपरे पछाडि उसलाई चाहिँ मारिएको कुराहरू थियो अनि उसैको नाममा चाहिँ राखिएको रह्यो यो नाम भन्ने आइल्यान्ड बेस राम्रो छ नेचुरली अब यहाँ हेर्दाखेरि राम्रो छ हजुर सर लिम्बू सरको फर्स्ट टाइम है हजुर सर मेरो चाहिँ फर्स्ट टाइम हो यस त्यति नराम्रो पनि होइन होइन अब अहिले उनी भए पनि नराम्रो चाहिँ हुँदैन है अब यो पातहरू हेर्नु न अझै पनि अलि भर्खर पहेँलो हुँदैछ कि तर मान्छेहरू त फेरि त्यत्तिकै छ नि मान्छे त म्याक्सिममै छ विदेशीहरू पनि धेरै यहाँ चाहिँ पानी चाहिँ यो कुलोबाट आएको जस्तो बनाएर रहेछ एउटा डुँडबाट काठको डुँड जस्तो बनाएर रहेछ अनि सानो यो पहिले गयो भाइ यस्तै घर त हुन्थ्यो नि है गाउँघरतिर खेतमा पानी हाल्ने काठको बनाएको यही त हो नि त्यो मोटरले चलाएर है अन्त वरि पनि खेलिरहेको छ पाङ बनाएर खाने रहेछ नि त यहाँ त्यति आगोमा त्यही त नि है त्यो गरेर आगोमै पुरै धुवा चिन्डो पनि छ त भाइ चिन्डो यो स्नोम्यान रहेछ चिङपाङको चाहिँ यसो अब दृश्य हेऱ्यो ढुक्कै थुक्नु लियो गयो 30 मिनट खिदारे गर्नु 30 मिनट मलाई चाहिँ त्यस्तो भोक लागेको छैन खाजा हामी अब नानी सङ्घमा यहाँ एकदम राम्रो छ यो चाहिँ फिल्महरू सुटिङ भएको ठाउँ हो
यहाँ घुम्दैछौँ अब जे होस् राम्रो छ। अनि यो अझै पनि पात चाहिँ झर्ने बेला भएको छैन, पात झरेको भए त झनै राम्रो हुन्थ्यो होला। अब पात नझरेको भएर त्यति भने सोचे जस्तो छ अलिक हामी, किनभने 1 हप्ता जति चाहिँ छिटो आएको भएर त्यस्तो छ। तर पनि ठिकै छ अब यतिको ठाउँमा, किनभने मान्छे यति धेरै छ कि अब होइन, घुम्नलाई ठिकै छ यो ठाउँ। बच्चा आएछ र भाइ? ए ल बच्चा गरिसकेको छ नि त है। निमुजाइ त्यो के भन्छ झापामा पाउने चराको भन्दा सानो छ त्यो खुट्टा। विजयको हात भन्दा ठुलो छैन यो। विजयको होइन सुन्नु, भन्दा ठुलो छ कि छैन? झापामा त यत्रो यत्रो खुट्टा पाइन्छ होइन, विजयको भन्दा खुट्टा ठुलो छ कि छैन भन्नु न। भाइ त्यसको खुट्टा हुन्छ रे। खुट्टा लिम्बू हुन्छ। खुट्टा यत्रो पनि छैन होला होइन, यसको छैन किन छैन? झापामा त यत्रो यत्रो खुट्टा पनि चरा आउँछ भने। विजयको होइन के त्यो चेप्टो चेप्टो भएर होइन, यो त सानो छ नि खुट्टा, कहाँ हुनु ऊ त्यो माथि चाहिँ छ। यसलाई केही खान दिन्छ कि भनेर बिचरा होइन। होइन यसले कि त्यो हो कि यहाँ के ऊहरू खान्छ कि क्या हो। अब लगभग हामी घुमिसक्यो। अब जे होस् थोरै थोरै भए पनि हामीले भिडियोहरू चाहिँ खिच्यौँ। अब यो भिडियोलाई हामी अब यहीँ अन्त्य गर्दछौँ। यहाँले भिडियो हेरिदिनु भयो, धेरै धेरै धन्यवाद। आजलाई यति, फेरि अर्को भिडियोमा भेटौँला। ओहो यसको यो उन चाहिँ कति धेरै छ यार, थप्छु उन के कति धेरै छ यार। मान यो भेडाको उन जस्तो, भेडाको उन जस्तो। बोमुगा मोमो कुल्ची च्याङ्ग्रालाई कस्तो च्याङ्ग्रा चाहिँ के हो? च्याङ्ग्रा भेडा भेडा यो के बोका त बोकाइ खसी हो। बोको रहेछ नि, किनभने यसको सिङै छ। बाख्रा विजय दाइले गोठालो गरिदिनुहुन्छ कोरियामा आएर। बाख्रा गोठालो, भेडा गोठालो। म त बाख्रा गोठालो गर्दैछु है भनेर। म त बाख्रा गोठालो गर्दैछु, बोकाहरू पालेको छु, चाह्यो भने आउनु होला। तर गान्टे बोको है, लास्टै गान्टे कस्तो मजाले यिनीहरू है, यो अब गर्दा गर्दा नि है। त्यो केटाकेटीलाई त्यो खुब थुमा, उहाँ चाहिँ थुमा हुनुहुन्छ। यसको यो छ नि ऊन चाहिँ लास्ट चाहिँ के हेर्नु कस्तो तातो छैन भेडाको उन जस्तो, भेडाको उन जस्तो।